दिनेश प्रसाद जयसवाल मायादेवी साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष। यो विगत यो 2081-82 को स्वीकृत कार्ययोजना अनुसार र रेगुलर कटान मध्येको C3 S3 को हाम्रो पटना खण्डको कटान हो। यो लगभग 1 हप्ता सुरु भयो र अब 2-3 दिनमा चाहिँ हाम्रो कटान सकिँदैछ र हामी कटान गरिसकेपछि खाली काट्ने मात्रै हैन, उत्पादन मात्रै लिने हैन कि हामी चाहिँ वनको हैसियतलाई सुधार पनि गर्छौँ। किन भन्दाखेरि हार्भेस्टिङ गरिसकेपछि त्यो ठाउँलाई व्यवस्थापन गर्ने काम चाहिँ हाम्रो तीव्र गतिमा हुन्छ। पोहोर सालको हेर देखा यो पहिलाको पोहोर सालको कटान हो। अहिले चाहिँ के अरे हामी तारबार संरक्षण गरिसकेपछि एउटा बिरुवा काटिसकेको ठाउँमा चाहिँ हजारौं बिरुवाहरू निस्केको छ र हामी यो घना भइसकेपछि 10 वर्षपछि हामी चाहिँ फेरि थिनिङ गरेर राम्रो बिरुवा संरक्षण गर्छौं र नराम्रो बाङ्गा टिङ्गा अरू जुन रोगी बिरुवाहरू हुन्छ हामीले त्यसलाई निकाल्दिन्छौँ। थिनिङ मात्रै हुन्छ र त्यसलाई निरन्तर रूपमा चाहिँ हामी हुर्काउने काम गर्छौँ। अहिले यो ठाउँमा चाहिँ बुढा रुखहरू छन्। बुढा रुखहरू हामी निकाल्दैछौँ वन सम्वर्धन प्रणाली अन्तर्गत र निकालिसकेपछि हामी चाहिँ स्थानीय बजारमा र उपभोक्तालाई र नेपाल सरकार के अरे प्रदेश सरकारलाई हामी यसको 50% चाहिँ प्रदेश सरकारलाई राजस्व पनि हामी दिने गर्छौँ। त्यसले गर्दाखेरि वन व्यवस्थापन भइसकेपछि यहाँको स्थानीय रोजगारी र स्थानीयमा के अरे काठ दाउराको आपूर्ति, त्यसपछि प्रदेश सरकारको राजस्वले गर्दाखेरि समृद्धि हुन सक्ने र यस्तै नेपाल राज्यभरि चाहिँ वन व्यवस्थापन चाहिँ राम्रो भइदियो भने नेपाल सरकार चाहिँ बलियो हुन्छ र नेपालीमा चाहिँ समृद्धि आउन सक्छ भनेर हामी चाहिँ आशा र अपेक्षा पनि गर्दछौँ।